देश परदेशका कुरा युट्युब च्यानल हेरिरहनुभएका सम्पूर्ण आदरणीय सम्माननीय दर्शक महानुभावहरूलाई हार्दिक हार्दिक नमस्कार। परदेशमा सङ्घर्ष गरिरहनुभएका सङ्घर्षशील पात्रलाई हामी यहाँहरू समक्ष ल्याउने गर्छौँ। यसै क्रममा आज हामीले वीरगञ्ज पर्साका अजय चौधरी भाइलाई तपाईँहरू समक्ष उपस्थित गराएका छौँ। उहाँको परदेशी जीवनको भोगाई अनुभवका कुराहरू यहाँहरूलाई हामी सुनाउने प्रयास गर्नेछौँ। सबभन्दा पहिले नमस्कार भाइलाई। दर्शन नमस्ते। के छ भाइ, आराम कुशलै हुनुहुन्छ? एकदम दाजु, जस अहिलेसम्म आराम कुशलै छ। हाम्रो दर्शकहरूको लागि तपाईँको छोटो मिठो परिचय दिनु त। मेरो नाम अजय चौधरी हो, घर चाहिँ वीरगञ्ज पर्सा जिल्ला। अहिले हाल म कतारमा छु। कतारमा कति वर्षदेखि हुनुहुन्छ? लगभग भयो 11 साल भयो। अनि परदेशमा काम चाहिँ के गर्दै हुनुहुन्छ भाइ? त्यही हो, के गर्नु, लेबर, कार सर्भिस हो, गाडी धुने काम गर्छु। गाडी वासिङको? हजुर, अहिले पनि त्यस्तै चलिरहेको छ। जेस राम्रै चलिरहेको छ अहिले। जे होस्, ठिक छ ठिक छ। योभन्दा पहिले अरू कुनै देशमा हुनुहुन्थ्यो? छैन, फर्स्ट टाइम हो, यही हो, कार सर्भिस। 11 वर्षदेखि कार सर्भिसमा हुनुहुन्छ होइन? हजुर हजुर। विदेशमा जानुभन्दा पहिले नेपालमा के काम गर्नुहुन्थ्यो भाइ? पहिला म कम्पनी काम गर्थेँ, 5 साल जति काम गरेँ। त्यहाँदेखि अब त्यही हो, फेमिली प्रब्लम अब भएन, अलिकति यताउति भएन, कमाइ राम्रो भएन। कमाइ राम्रो भएन, त्यही भएर यसो खाडी छिरेको भनौँ, त्यही अनुसार। अनि अहिले के सन्तुष्ट हुनुहुन्छ त परदेशको कमाइबाट? अहिले जे होस् भइरहेछ दाजु, पहिला भन्दा बेटर भइरहेछ अहिले होइन। जे होस् फ्यामिलीलाई पुग्ने गरी अलिक जे होस् राम्रो भइरहेछ, दालभात खुसी भइरहेछ, खाइरहेछ। अनि भाइको अहिले परिवारमा चाहिँ को हुनुहुन्छ? परिवारमा मेरो सबै छ दाजु, हामी 5 दाजुभाइ हो। 5 जना दाजुभाइ? 5 दाजुभाइ। दिदीबहिनीहरू? एउटा हुनुहुन्छ, दिदी हुनुहुन्छ, बिहे भएर जानुभयो। अनि भान्जीहरू हुनुहुन्छ 2टा। दाजुभाइ चाहिँ 5 जना? 5 दाजुभाइ। म समुदाय घरको कान्छा। अनि त्यही त हो। अरू दाजुभाइहरू कहाँ हुनुहुन्छ? नेपालमै हुनुहुन्छ, सबै आफ्नो आफ्नो व्यवसाय छ, जागिर गरिरहेको छ, खाइरहेको छ, जेस भइरहेको छ। परदेश चाहिँ तपाईँ मात्रै हो? म मात्रै हो। अनिल भाइ, हजुर, परदेशमा यसरी बसिरहँदा, हजुर, 11 वर्षदेखि हुनुहुन्छ नि त, जीवनमा के गुमाए जस्तो लाग्छ? जीवनमा त्यही फेमिली हल्का। अब आफू बाहिर हुँदाखेरि फेमिलीलाई मिसिङ आउने धेरै त्यस्तोमा हुन्छ। आफू यहाँ पैसा हुँदाखेरि फेमिली उता त्यही हो, मन नपाउने। सबैको त्यही हो, छोराछोरीलाई खुसी हेर्न चाहिन्छ छोराहरूलाई। छोरा यहाँ विदेशमा छ, त्यही हो दाजु। बुवा आमा पनि हुनुहुन्छ? बुवा आमा हुनुहुन्छ, सबै हुनुहुन्छ। बुवा आमा को तपाईँसँग हुनुहुन्छ कि कोसँग? बुवा आमा मसँगै हुनुहुन्छ, मभन्दा दाइ हामीसँगै हुनुहुन्छ। परदेश आएर पाएको चाहिँ के जस्तो लाग्छ? पाएको त दाइ फेमिली खुसी, त्यही हो भन्न चाहन्छु म। फेमिली खुसी त्यही हो, अरू त केही होइन। त्यही हो, अब के नै गर्नु सक्छु र। अब लेबर मान्छे होइन, महिनामा बसेरै आउँछ, त्यसरी आउँछ। अनि घरमा अब फेमिली खुसी हुन्छ भने म पनि खुसी हुन्छु। एकदम सही हो होइन भन्नु त? बिल्कुल सही। फेमिली लागि त आएको हो खास गरी त। म खुसी भए पनि म पनि खुसी भयो, त्यही हो। त्यही हो। अब आफू चाहिँ यता जीवन अब 11-12 वर्षदेखि घोटिए छ नि त। हो, हुन त हो होइन। अब लाइफमा केही छैन सोचेको दाजु, के सोचेको भनेको बाच्चाहरू होइन पढियोस् राम्रोसँग। अब फ्युचरको लागि त आएको हो, सबैजना त्यही त हो। फ्युचरको लागि आएको हुन्छ विदेश, त्यो गरिरहेको छ। अहिले पनि राम्रो भइरहेको छ अहिले। मतलब खुसी नै हुनुहुन्छ मोटामोटी? खुसी, एकदम खुसी। दुखी भएर पनि के गर्नु? अब दुखी भएर पनि अब छोरा मान्छे हो, अब दुखी त भित्र हुन्छ होइन, बाहिर त हुँदैन नि त होइन। त्यही त गाह्रो छ जी। तपाईँलाई एउटा कुरा सोधौँ? हजुर, सोध्नुहोस्। परिवारमा 5 जना दाजुभाइ, 1 जना चेली भन्नुभयो? हजुर हजुर। बुवा आमा अझै छँदै हुनुहुन्छ? हजुर हजुर। तपाईँको बाल्यकाल चाहिँ कस्तो थियो भाइ? बाल्यकाल चाहिँ के भनौँ भाइ, अलिक दुःखै भनौँ न। के गर्नुहुन्थ्यो बुवा आमाले? बुवा आमाले मलाई हुर्काउनु भयो मजाले। जे होस्, व्यवसाय के थियो बुवा आमा? व्यवसाय केही थिएन दाइ, व्यवसाय केही थिएन। त्यही हो, काम गर्ने त्यही त हो, खेतीपाती, किसानी त हो। किसानी? हजुर, किसानी गर्नुहुन्छ, त्यही हो। खेतीपाती गर्नुहुन्थ्यो? खेती आफ्नै थियो? खेती आफ्नै हो, अरूको पनि गर्ने।
त्यही थियो उहिलेको समयमा गाई बस्तु गाई बस्तुहरू त्यही त हो, गाई बस्तुहरू अनि खेतालोहरू गर्ने त्यही त हो। खेतालो गयो खेतालो हजुर, ल्यायो गयो, आयो, त्यही हो हैन? कहिलेकाहीँ पैसा त्यही हो, पैसाको सामान हुन्छ त्यही हो, पैसा हुन्थेन। अनि अनि अध्ययनको कुरा सोध्न चाहेँ भाइ मैले तपाईँको कहाँसम्म पढाइ पुऱ्याएर पढाइ चाहिँ अब जतिसम्म होइन पढाउनु भयो आमा बुबाले मलाई, पढेँ मैले होइन। त्यहाँदेखि मैले जे होस् घरको स्थितिले पढ्न पाएँ होइन। ए पढ्नलाई पनि त चाहियो नि त, चाहियो गाठो चाहियो नि त होइन, हो कि होइन भने त के चाहियो अरे गाठो भनेको पैसा ए हो कि होइन। अब अहिलेको त जेनेरेसनमा त्यही त हो, पैसा चाहिन्छ, पैसा भयो भने त्यही हो। भनेपछि पढाइलाई अधकल चाहिँ छोड्नु भयो छोडेँ मैले। अनि डाइरेक्ट त्यसबाट सिधै विदेशतिर लाग्नुभयो नै दाइ म त्यहाँदेखि ग्याप भयो होइन, 5 साल ग्याप भयो, बिहे भयो, बिहे पछि चाहिँ पढ्दा बिहे गरेरै आउनुभयो पर्दा बिहे गरेँ। त्यहाँदेखि छोराछोरी पाएँ अनि त्यहाँदेखि मैले 2072 मा आएको बिहा। 2072 नेपालको कोही साथीभाइहरू सम्झिनु पर्दा कसैलाई सम्झिन चाहनुहुन्छ? छ दाइ। कसको धेरै याद आउँछ? याद आउने भनेको अब सबैजना मिसिङ भइरहेको हुन्छ दाइ होइन। कोही कता छ कोही कता छ होइन। त्यो बेस्ट फ्रेन्ड भनेको होइन एउटा हुन्छ, तर ऊ पनि गरिरहेको छ अहिले जे होस्। पुन त हुँदैन तर मिसिङ भइरहेको हुन्छ। अब सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या, लाग्छ हो कि होइन। त्यो साथीले भन्न चाहन्छु मैले होइन। विदेशतिरै हुनुहुन्छ उहाँ पनि कि होइन? उहाँ पहिले बिर्सा आउनुभएको थियो, अहिले चाहिँ फेरि उहाँ आफ्नै व्यवसायमा छ। को साथी हो नाम भन्न मिल्दैन? नाम अलि मिल्दैन दाइ। के हो साथीहरू छन्, मतलब धेरै साथी छन्। अब कसलाई पो याद त्यही त अब अर्कोलाई भन्नु फेरि रिसाउला, त्यही त हो। एउटालाई भन्नु अर्कोलाई रिसाउला, रिसाउला, अर्कोलाई भन्नु अर्को रिसाउला। जे होस् सबैलाई होइन लेभलमा जे होस् माया गरिरहेको हुन्छु। अनि भाइ अब कति वर्षमा घर जानुहुन्छ? मैले त्यही हो कहिले 2 वर्षमा कहिले 3 वर्षमा गइरहेको हुन्छु। ए 2-3 वर्षमा जानुहुन्छ? अनि अब चाहिँ नेपालतिर गएर के गर्नु जस्तो लागेको छैन? अब गरे जस्तो लाग्छ दाइ, जाम गरौँ भन्ने जस्तो लाग्छ होइन। बने जस्तो अब छैन। अब के बेसाम गर्ने त्यसमा? अब भने जस्तो जागिर छैन, पाउँदैन नेपालमा भनेको यस्तै हो। त्यही हो दाइ। अब के व्यवसाय गर्नको लागि होइन पैसा चाहिन्छ होइन, तर थोरैले हुँदैन, 20-25 लाख चाहिन्छ, हो कि होइन? त्यो त चाहियो। तर त्यो हाम्रो अब अहिले आजकल लोन पनि दिँदैन नि त, अहिले आफ्नो क्षमताले पुग्दैन। क्यापेसिटीले त्यही त मागेको अनुसार अब हेल्प अलिक चाहिरहेको हुन्छ नि त। बैङ्कमा जाउँ लिउँ भनेर छैन क्या अहिले, दिँदैन। त्यही भएर त्यही सोचेर चाहिँ गइन्छ फेरि नेपाल। केही गरौँला भनेर उहाँ पुगिन्छ, पुगेपछि फेरि फर्केर यतै आइन्छ। यतै आइन्छ, त्यही हो। गाह्रो छ, जिन्दगी जिउन गाह्रो छ। गाह्रो छ दाइ। अब के भन्नु, अब जस्तो भए पनि चलिरहेको छ जिन्दगी होइन। अब एउटा गन्ठनमा बढायो भने होइन बिहेमा, अब त्यो। अनि एउटा कुरो नि भाइ, हजुर, अब यहाँको विकास देख्दाखेरि तपाईँलाई आफ्नो देशलाई कसरी सम्झिनुहुन्छ? दाइ यहाँको उहाँको कुरा के गरौँ है, उहाँको चाहिँ होइन वहीँ गएर छोडिदिनु। यहाँको चाहिँ होइन, यहाँ त अब जमिनबाट होइन एसी तो हावा निस्किन्छ हौ। अहिले हामी बसिरहेको पार्क, अनि अहिले पनि पार्कमा हेर्नु न कति राम्रो छ यहाँ भ्यू, हेर्नु त। अहिले हामी यो बसिरहेको पार्ककै कुरा गरौँ न एकछिन। एसी पार्क भन्छ यसलाई, कतारको एसी पार्क। यहाँ जमिनबाट एसी फ्यालिरहेको छ, जमिनबाट चाहिँ निस्किन्छ कि यहाँ त, जमिनबाट एसीको हावा निस्किन्छ। त्यही हो नेपालमा के भन्ने। अब नेपालको बारेमा बोल्यो भने अब त्यही हो होइन, गाली खाइन्छ। त्यही भएर नेताले गर्दा त्यही त हो, नेताले गर्दाखेरि अलि हामीले अब जनताहरू त्यही हो झुक्नु परिरहेको छ। यहाँको होइन, यहाँको जस्तो होइन भाइ पनि त सिस्टम यहाँको, यहाँ त नेतै छैन नि, राजा छ। उहाँ पनि राजा भन्छ, राजा बोलाऊँ भन्छ। मलाई के चाहन्छु होइन त, म के भन्न चाहन्छु कि राजा आए पनि नेता आए पनि होइन नेपाल एकदम डेभलप होस् क्या, राम्रो काम गरिदियोस् भन्न चाहन्छु मैले के, हो कि होइन। राजा हो देश बचाऊ भन्छ नि त, राजा होइन राजा आए पनि नेता आए पनि होइन देश चाहिँ होइन जो आए पनि हाम्रो देश चाहिँ एकदम राम्रो हुनु पर्यो क्या, जनताहरूलाई एकदम
सुख सुविधा सुखी सोच पाओस् भन्न चाहन्छु। गरी खान पाओस्, गरिकन पाओस्, त्यही हो। भने जस्तो पाओस्, अँ। अरू केही चाहदिनँ मैले, त्यही हो भन्न चाहन्छु। लगभग सबै नेपालीको त सोचाइ त्यही छ कि। त्यही हो, जिज्ञासा त्यही हो नेपालीहरूको। तर तपाईँलाई एउटा कुरो थाहा छ नि, भ्रष्टाचारले नेपाललाई चुल्लुमै डुबाइसकेको छ नि त। छ गइसक्यो भने हाम्रो सधैँभरि हेर्नु त आउनु तपाईँ, आउँदाखेरि एयरपोर्ट आउँदाखेरि तपाईँ कस्तो लाग्छ? लाग्दैन त्यहाँ? कति मान्छे देखिनुहुन्छ भन्नु त? 2500 3000। अनि सधैँ यहाँ सधैँ मान्छे त्यहाँ देखिन्छ, दिनु मान्छे। म के भन्छु, नआउन पाउँछु क्या, नेपालमै होस्, नेपालमै गरोस्, नेपालमै खाओस् भन्न चाहन्छु मैले। नेपालमा गर्ने के गर्ने त, गर्ने ठाउँै त केही छैन, सबै भयभरको फ्याक्ट्रीहरू बन्द। त्यही त म भन्न चाहन्छु नेतालाई होइन, एउटा हामीलाई केही होइन केही व्यवस्था बनाइदियोस् भन्छु। आधी पर्सेन्ट हुन्छ नि त, अब गरोस् म दिन्छु पैसा भनेर क्या, भने जस्तो क्या हल्का। तर छैन क्या नेपालमा। अब डेभलप भन्छ, डेभलप कहिले हुने हो कहिले छैन। यहाँको सडक, यहाँको बाटोघाटो देख्दा अनि उहाँको हाम्रो धुलाममै वर्षौँदेखि खनेर त्यत्तिकै लापरवाही छोडिदिएको बाटोघाटो देख्दा के लाग्छ? अब नेतैले पुग्दैन दाइ, नेतालाई अब खानै पुगिरहेको छैन भने के भन्न चाहन्छु मैले त्यसमा। गाह्रो छ नेपालमा। नेपालको कुरा गर्नु त कुरी गरेर कुरीको दुःख भने जस्तै कि। तपाईँले हिँड्नु होइन, तपाईँ हिँड्नु होइन, तपाईँ हिँड्दा हिँड्दै होइन त्यहाँ टोकिदिन्छ क्या, जिब्रो टोकिन्छ। किन? बाटो नभएर राम्रो के हो होइन भने त। हिँड्दा हिँड्नु तपाईँ हिँड्दै यस्तो यस्तो हुन्छ क्या, थाहै हुँदैन, गडाङ गुडुङ हुन्छ, के हुन्छ के हुन्छ है। नेपालमा अहिले को यो चाहिँ नेताले गर्छ होला भन्ने कोही आश लाग्दो नेता देख्नु भएको छ? ओहो, त्यस्तो त लाग्दैन मैले। कोही त्यस्तो देख्नुहुन्न? त्यस्तो देख्दैन मैले, त्यस्तो केही देख्दैन। अहिले बालेनको निकै चर्चा छ नि काठमाडौँको। बालेन सर त एकदम महानगरपालिका होइन हाम्रो काठमाडौँको मेरो हुनुहुन्छ उहाँ। म एकदम भन्न चाहन्छु कि एकदम राम्रो हुन्छ उहाँ जस्तो मान्छेहरू आयो भने चाहिँ उहाँ जस्तो 3-4 जना हुनु भने त हुन्छ, डेभलप हुन्छ नेपाल है। हुन्छ, उहाँदेखि चाहिँ आशा लागेको छ। आशा एकदम आशा लागेको छ मलाई होइन। तर अर्को भन्छ नि 85 मा होइन, 2085 मा 84 मा होइन प्रधानमन्त्रीले होइन बनाएर आओस् भन्न चाहन्छु कि मैले बालेनलाई। अलि आशा छ मलाई क्या, आशा छ उहाँको। अनि नि भाइ, सधैँभरि त परदेश बसिराख्न त सकिँदैन नि त, नेपाल गएर पनि केही त गर्नु पर्ला, के विचार छ त? अब त्यही हो दाजु, जान्छु। अब गएर त्यही सोचेको छु मैले, घर गएर होइन उतै खेतीपाती अब गर्नु पर्ला जस्तो छ। लास्टमा त्यही हुँदो रहेछ क्या, जति हामी भन्छ नि त विदेशमा गएर यतै हो फ्यामिली पारिन्छ भनेर, होइन रहेछ क्या। लास्टमा अब त्यही हो सोच के आउँछ कि त्यही आफ्नै के अरे खेत होइन, खेत बारी वरिपरिको सबै सम्झना हुँदो रहेछ क्या। अब गएर काम बनाम गर्ने हो त्यही हो। अब लास्टमा के गर्नु, अब कलकत्तामा त्यही हो, काम गऱ्यो भने बन्द छ। अब 5 दिन काम गऱ्यो भने 2 दिन छुट्टी हुन्छ, आन्दोलन हुन्छ, सेलेरी हुँदैन भन्छ, भने जस्तो हुँदैन, गाह्रो छ नेपालमा त। अनि भाइ अन्तिममा केही भन्न चाहनुहुन्छ? त्यही म भन्न चाहन्छु, हाम्रो ठुल्ठुलो जुन नेताहरू हुनुहुन्छ होइन, त्यही हो सुध्रिदियोस् भन्न चाहन्छु मैले के, एउटा गरी खाने बाटो होइन बनाइदियोस् भन्न चाहन्छु कि। यसरी विदेश लाग्नु नपरोस्, विदेश नआउनु परोस् हाम्रो जनताहरूलाई के भन्न चाहन्छु मैले, त्यही हो। ल भाइसँग भेट भएर अत्यन्तै खुसी लाग्यो भाइ। मलाई पनि खुसी लाग्यो दाइ है, तपाईँलाई दिँदाखेरि आफ्नो होइन सेयरिङ कुराहरू। यस, थ्याङ्क यू सो मच। यो च्यानल हेरिराख्नु भएको होइन, सबै सम्पूर्ण हाम्रो दाजुभाइहरूलाई देश विदेश हेर्नु भएको रहेछ होइन, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। धेरै धेरै धन्यवाद। हस् त, नमस्ते है।